यहाँ उपस्थित सम्पूर्ण सञ्चारकर्मी महानुभावहरूलाई एकमुष्ट रूपमा स्वागत सम्मान गर्दै म कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु र कार्यक्रमलाई अगाडि बढाउने क्रममा यो प्रेस विज्ञप्ति हाम्रो सञ्चारकर्मी महानुभावहरूलाई वितरण गर्नको लागि म यस धरान बक्सिङका सचिव कोषाध्यक्ष हुनुहुन्छ उहाँले यो सञ्चारकर्मीहरूलाई यो प्रेस विज्ञप्ति वितरण गर्नको लागि म अब भने यो प्रेस विज्ञप्ति वाचन गर्नको लागि यस धरान बक्सिङका सचिव महेश आले मगरलाई अनुरोध गर्छु। धेरै धेरै धन्यवाद हाम्रो विकास दाइलाई। हामीले धेरै धेरै सहयोग गरिदिनु भएको छ हाम्रो विकास दाइ हजुरले। यहाँ हजुरहरू सबैजना आइदिनु भएकोमा धेरै धेरै धन्यवाद। हाम्रो आज पत्रकार सम्मेलन हामीले धरान फाइट नाइट 2025 को लागि हजुरहरू आइदिनु भएको छ। यसको लागि हामी धेरै आभार छौँ हामी तपाईँहरू समक्ष। अब यो प्रेस विज्ञप्तिको हामी पेपर पढ्न गइरहेछु मैले है। प्रेस विज्ञप्ति उपस्थिति सञ्चारकर्मी महानुभावहरूमा नमस्कार। हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नु भएकोमा हार्दिक धन्यवाद एवं स्वागत गर्दछु। खेलकुदको सहर धरानमा धरानको बक्सिङ खेलको पदोन्नति तथा खेलाडी उत्पादनमा सहयोग पुर्याउने धरान बक्सिङ संस्था यही 2081 सालमा स्थापना भएको संस्था हो। यस संस्थाले खेलकुद क्षेत्रको विकास, विस्तार, सामाजिक कार्य, प्रतियोगिता आयोजना, प्रशिक्षण लगायत कार्यमा युवाहरूलाई सहभागिता गराई खेलाडी युवाहरूलाई क्रियाशील बनाउँदै उनीहरूमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने तथा समाजप्रति खेलकुदको माध्यमबाट जिम्मेवार बनाउने उद्देश्य यस संस्थामा रहेको छ। संस्थाको यही उद्देश्यलाई चरितार्थ गर्नका लागि यही मिति 2081 वैशाख 12 गते शुक्रबारको दिन धरान बक्सिङ संस्थाले आयोजनामा धरानमा पहिलो पटक राष्ट्रिय स्तरको आइवा प्रो एमेच्योर महिला पुरुष फाइट नाइट 2025 को आयोजना गर्न लागि छौँ। प्रतियोगितामा खेलाडीहरूले प्रो र एमेच्योर दुई विभागमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा कोशी प्रदेशबाट प्रो प्रतिस्पर्धामा धरान, धनकुटा, झापा र उदयपुर जिल्लाबाट खेलाडीहरू सहभागिता जनाउने भएका छन् र त्यसको ओपोनेन्टमा हाम्रोमा गण्डकी प्रदेशबाट पोखरा र बागमती प्रदेशबाट काठमाडौँका खेलाडीहरूले सहभागिता जनाउने छन्। यसै गरी एमेच्योर प्रतिस्पर्धातर्फबाट धरान, धनकुटा, उदयपुर र झापाबाट खेलाडीहरूले सहभागिता जनाउने छन्। फाइट नाइटमा महिला र पुरुष राष्ट्रिय बक्सिङ खेलाडीहरूको प्रदर्शनीय खेल समेत हुनेछन्। प्रतियोगितामा प्रो फाइट तर्फबाट विजेता खेलाडीहरूलाई हामीले नगद पुरस्कारहरू पनि राखेका छौँ, जसले प्रथम पुरस्कार हामीले 35,000 र मेडल र प्रमाणपत्र राखिएको छ भनेदेखि हामीले दोस्रो विजेतालाई नगद रु 25,000 र प्रमाणपत्र राखिएका छौँ। एमेच्योर तर्फबाट हाम्रो जति पनि हाम्रो खेलाडीहरू हुनुहुन्छ उहाँहरूलाई हामीले जम्मा 6,000 हामीले प्रथम पुरस्कार हामीले राखिएका छौँ भनेदेखि दोस्रोमा हाम्रो 3,000 उहाँलाई प्रमाणपत्र र मेडल गरेर दोस्रो पुरस्कार 3,000 पनि राखिएको छौँ। यो खेल पहिलो पटक धरानमा हुन गइरहेको फाइट नाइट धरान 15 स्थित किरात याक्तुङ चुम्बुङमा रहने भएको छ। साँझ 4 बजेदेखि हाम्रो यो सुरु हुनेछ। फाइट नाइट भव्य बनाउन विभिन्न साङ्गीतिक कार्यक्रमहरू समेत हुनेछन्। कार्यक्रममा बक्सिङ खेलमा योगदान पुर्याउन हुने धरानका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ओलम्पिक खेलाडी तथा गुरुवर्गहरू समेत हाम्रो उपस्थिति हुनुहुन्छ, जहाँ अहिले यहाँ हामीसँग माझ हुनुहुन्छ। उहाँहरूको साथ र सहयोगमा हामी यो धरान फाइट नाइट 2025 हामी चलाउन गइरहेको छौँ। अनि त्यसमा अन्तिममा बजेट यो प्रतियोगिताको अनुमानित बजेट जम्मा हाम्रो 15 लाख रुपैयाँ रहेको छ। अन्तमा हामी धरानमा पहिलो पटक आयोजना गर्न लागि धरान फाइट नाइट 2025 को
यहाँको सञ्चार माध्यमबाट सकारात्मक रूपमा प्रचार प्रसार गरी कार्यक्रम आयोजना सहयोग पुर्याइदिन हुन हामी सबै धरान बक्सिङ क्लबका मेम्बरहरूले यहाँहरूमा अनुरोध गर्दछौँ। धन्यवाद।